गाइजो ओ गाइजो खै गाई नि त हेरे नि त ल खै सैलुङको जाम होला कताबाट जाने छुर्पी अनि 5 बजे आइज एक डेढ घन्टा लाग्छ छिटो आइज मलाई त बोकेर लैजाउँछ म मम्मीको माथि बस्छु मम्मी बाबाको माथि बस्छु अब म कसको माथि बस्नु मलाई चाहिँ तिमी बोक्दै लैजाऊ खुट्टा घुमिसक्यो कसो यो गाइज यसको जुत्ता चाहिँ कस्तो रहेछ मिक्स छ अरे के यसमा चना सना खानु यो गाइज हामी आइपुगेको छौँ चाइना ग्रेट वाल ओके नेपालको चाहिँ माथिबाट चाहिँ राम्रो हुन्छ जस्तो लाग्यो हामी सगरमाथा चढ्ने मान्छेले यस्तो हिम्मत हार्नुहुन्छ तिमीलाई त सगरमाथा नि लिफ्ट चाहिने होला क्या मलाई त टुरिस्ट राख्यो भने जाउँला सगरमाथा मोमो खाएर सगरमाथा मोमो खाने ठाउँमा चढेर त्यहाँ चाहिँ जाउँला स्वादिष्ट त्यो लगाउनु थियो के थियो स्वादिष्ट एभरेस्ट एभरेस्ट मोमो स्वादिष्ट लट्ठी चाहिने रहेछ ढाड दुखेको छैन थाकेको यतिमै पानी पनि ल्याएन हामीले पानी कहाँ कहिले खान्छ चेपबाट ड्रिङ्क बियर राम्रो बनाएछ पहिला हामी आउँदा थिएन यस्तो यो घर बनाएको हो लिफ्ट राख्नु नि एउटा अझ भ्यू टावरसम्म पुग्नुपर्छ कम छ त भ्यू टावर पनि त्यही बोको भने ल यति पनि पुग्नुहोस् यो चाहिँ राम्रो छ है राम्रो मात्रै होइन दामी छैन
थाक्यो थाकेको त छैन कहाँ थाक्छ तिमी ल म यो छु जाउँ न। बिस्तारै बिस्तारै इच्छा चिप्लो छ हुन्छ यो बस एकछिन उक्लिरहेको खोइ साथीहरू कोही छैन। यो मलाई के घाँडा आइरहेको यो ज्याकेट यसो ज्याकेटै बोक्नु नसक्ने पनि के हिउँ खेल्न आएको होला पछि सगरमाथा चढ्ने बेलामा अक्सिजन बोक्नुपर्छ खानेकुरा बोक्नुपर्छ पकाउनुहरू त चल्ला चल्ला नाकको बनावट हेर्दा चल्ला चल्ला जस्तो छ ओ गाइज हेलो एकछिन चिप्लेला अघि कस्तो राम्रो गीत आएको थियो भैँसी लड्यो है माया बाहिरबाट हेर भन्नुहुन्थ्यो नभनेकै ठिक छ मेकअप त फुल मेकअप गरेर मुनलाइट पर्ने कता हिँडेको ब्रो ओ ब्रो बोल्दैन त यार नेपाली बुझ्दैन है क्या Where are you going? इङ्ग्लिस पनि बुझेन बोर्डिङ पढेको होइन सर मेरो ब्रिटेन हो नि त ब्रिटेन लाग्यो ल्याङ्ग्वेज पनि गोरालाई त साह्रो पर्छ अरे मेरो ल्याङ्ग्वेज पनि पानीको नाम पनि काटिन्छ एक्ज्याक्टली होइन बाटो जानु भएको छ हाम्रो घर त यस्तै बाटो छ है तर ढुङ्गा अलिक राम्रो पिछा छ अहिले चाहिँ कसो त्यतिखेर ढुङ्गा चाहिँ राम्रो पिछा छ बिकटक गाह्रो छ हाल नि हेर त्यो पनि त्यसमै हाल नि ग्रिन एन्ड क्लिन सिटी यस्तो ठाउँमा फोहोर फ्याँक्यो भनेदेखि फोहोर होइन ए खानेकुरै पनि फ्याँक्न थाल्यो खसेको फ्याँक्यो हटेरेको सासै जान्छ कि खाते रहो पिते रहो उस्तै हो माथिसम्म नै डाँडा डाँडा उसँग भ्यू टावरसम्म जाँदाखेरि तपाईँको तर यो पानी पर्ने सिजनमा हो भने चाहिँ रमाइलो छ ठुलो हुन्छ चिप्लेर होइन अहिले चाहिँ अहिले चाहिँ अलिक उराट लाग्दो हुन्छ चुरोट खाइरहेछ यार तिम्रो फोक्सो त बलिरहेछ हौ भनेदेखि कान्छा चुरोट खाएर हिँड्दैछ
होइन यस्तो उकालोमा स्याहाँ स्याहाँ गर्नु छ चुरोट खाइ त्यसले खाएको देखेर त मलाई पनि खाउँ पो लाग्यो चुरोट हो भने हानिदिउँ ल अब आयो थुम्काहरू पर्छ पर्छ हो पर्छ 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 बाबु पर्छ यहाँ त्यहाँ गएन भने त यहाँ मान्छेले गाली गर्छन् अहिले कुटलान माथिको गुफा हर हर महादेव ओम नमः शिवाय ज्याकेट बोक्न नसक्ने गाडीमै छोड्नु पर्ने ज्याकेट के थाहा त जाडो हुन्छ होला भनेर नि त्यत्रो हिँड्नुपर्छ भन्ने कसलाई थाहा थियो लिफ्टै राखिदिएको छ नि लड्छ है लमै धुलै धुलो म लडेको चिन्ता छैन ज्याकेट धुनुपर्छ नि त मैले जय शम्भु त्यहाँ चाहिँ पुग्नु पर्ने हो हामी त्यहाँ जानु हो त्यो भ्यू टावर चढ्नु त्यहाँ त जान्न म त हामी यहाँसम्म आइसकेका छौँ हामी मेरो टिकटक बनाइदियो होला थुम्का यही हो कि थुम्का भनेको ल के को थुम्का सही हो थुम्का सयवटा थुम्का भनेको सैलुङ भनेको सयवटा थुम्का तामाङ भाषाबाट थुम्कालाई हाम्रो त्यहाँसम्म जाने ताकत दिनु यताबाट सर्कट हो ठाडो रहेछ फोटो पठाइदिनु नि तपाईँ सेलिङको चुचुरोमा आइपुग्यो ओ माने पेन ओ माने पेन यहाँ चाहिँ भ्यू टावर रहेछ अब यति डाँडामै माथि आएर भ्यू टावर बनायो अलिकति मलाई चाहिँ मन परेन यो अन्त मलाई मन पर्नु र नपर्नुमा केही फाइदा त भएन जय दुर्गा माताले रक्षा गरौँ जय महादेव सारा सुन्नु चाहिँ भित्र भ्यू टावर रहेछ यता पनि थुम्काहरू त रहेछ नि त
साँच्चै नै स्वर्ग नै रहेछ रहन्छ ठाउँ चाहिँ। हावा चल्ने रहेछ जोड 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 छ। के हो? वहाँ जाने हो तिमीहरू त जाऊ। टाढो त जाँदिनँ यति यता हाइटबाट डल्ला नि त्यही हाइटबाट डल्ला चाहिँ हाइट चढ्नु पर्छ नि त। उयो मन्दिरमा चाहिँ गुम्बामा चाहिँ छिरौँ। यहाँबाट चाहिँ मेरो भिडियो पनि ल्याउनु पऱ्यो। हामी सैलुङमा छौँ। साँच्चैकै रमाइलो रहेछ सैलुङ। माथि महादेव मन्दिर। ओ कान्छा जाउँ आऊ, तिमी र म को चाँडो पुग्ने औ आऊ आऊ आऊ। ओ माने प्रेम बेहुदी One Friday to out. माने प्रेम के हो? जाऊ त त्यहाँ बस्छ तिमी छिटो दिन्छ नि बाबा यहाँ साथै छ। खोजी नै चल्ने हो।